हेलो नमस्ते। आज चाहिँ हामी तिनवटा जिल्लाको फरक फरक शब्दहरू कस्तो कस्तो हुन्छ भनेर दाङ, बाजुरा र बझाङ। बझाङबाट ल हामी सुरुमा दाङबाट सुरु गर्छौँ अनि त्यसलाई चाहिँ बाजुरा बझाङमा कस्तो हुन्छ हामी ठ्याक्क गर्छौँ। हाम्रोतिर चाहिँ आफूभन्दा अग्रज भेट भयो भने चाहिँ नमस्ते भन्छन्। ए दाङमा हाम्रोतिर चाहिँ ढोकदिया भन्छन्। हाम्रोतिर नि ढोकदिया भन्छन्। हाम्रोतिर मैलाई मै नै भन्छ मै भन्छ। हाम्रोतिर चाहिँ मैलाई नै छाई भन्छ। त्यो छाई एकदम हाम्रो अर्ग्यानिक शब्द हो छाई। हाम्रोतिर पनि छाई भन्छ। कोही मान्छे गयो भनेपछि लाइक यहाँबाट हिँड्यो भने गयो भनिन्छ। हाम्रोतिर चाहिँ कहीँ कहीँ गयो भने त्यसलाई चाहिँ बाइक गयो भन्छ। हाम्रो चाहिँ गइ गयो भन्छ। केटाकेटी त्यो सानो बच्चामा चाहिँ त्यसलाई चाहिँ हाम्रो बाजुरामा चाहिँ गाँठागुठी भन्छ क्या। हाम्रो चाहिँ लाटालुटी भन्छ। हाम्रोतिर चाहिँ अब धेरैलाई भस्मे भन्छ। भस्मे छन् यार भन्छ। हाम्रोतिर त केही एकदम ठुलो केही चिज छ क्या उसलाई चाहिँ अब झिक्कै भन्छ क्या। हाम्रोतिर झिक्कै पनि भन्छ, मस्तै पनि भन्छ। बेलौती बेलौतीलाई चाहिँ हाम्रो बाजुरामा चाहिँ अम्बा भन्छन्। अम्बा हाम्रो पनि अम्बा भन्छ। अम्बा रोटी बेल्नेलाई चाहिँ पिर्का, बस्नेलाई चाहिँ पिर्का भन्छ हामीले। हाम्रोतिर त्यो सानो त्यो काठको त्यो बस्ने बनाएकोलाई चाहिँ चौकी भन्छ क्या। हाम्रो ठेट भाषामा चाहिँ चौकी। हाम्रो चाहिँ ठेल्नु भन्छ बस्नेलाई पनि। चिन्दैन चिन्दैन हाम्रोतिर चाहिँ जस्तै कसले अब कसैलाई चिनेन भने त्यसलाई चाहिँ अब राउँदैन, त्यसलाई अब जान्दैन भन्ने त्यस्तो टाइप। हामी पनि राउँदैन, चिन्दैन। गुइया घुइया भनेको चाहिँ हाम्रोतिर चाहिँ ठ्याक्क त्यसलाई चाहिँ पिँड्याउ भन्छ। अनि पिँड्याउलाई चाहिँ दाङतिर घुइया भन्ने रहेछ। हाम्रोतिर चाहिँ पिरालु। हामीले त्यो पिठो मुस्नु भन्छ। अब बाजुरातिर चाहिँ पिठोलाई चाहिँ प्राय जस्तो धुलो भन्छन् होइन। धुलो जस्तै त्यस्तरी अब धुलो नै भन्छन् प्राय। हाम्रोतिर पनि धुलो भन्छ। स्विट पट्याटोलाई चाहिँ गन्जी भन्छ दाङतिर। त्यो गन्जीलाई चाहिँ हाम्रोमा चाहिँ सगली गन्जा भन्छन्। त्यो एकदम गुलिवाला हुन्छ त्यो सगली गन्जा भन्छ। हाम्रोतिर पनि सकली गन्जा। अमराई अमराई भनेको चाहिँ म्याङ्गोलाई म्याङ्गोलाई हाम्रोतिर चाहिँ आँप भन्छ। हाम्रोतिर चाहिँ नर्मलै हो आँप भनेको। हाम्रोतिर पनि आँप भन्छ। बेलना बेलनालाई चाहिँ हाम्रोतिर चाहिँ ठेलाउ भन्छ। हाम्रो गाउँको मेन हाम्रोतिर पनि ठेल्नु। बड्डा के छ बड्डा साथीलाई चाहिँ बड्डा भन्छ। हाम्रोतिर चाहिँ साथी नै भन्छ। हाम्रोतिर पनि साथ्या, हाम्रोतिर साथ्या भन्छ। साथ्या साथी भन्ने हो। सानो सानोलाई चाहिँ हाम्रोमा नानु भन्छ। नानु हाम्रोतिर पनि